नमस्कार, नमस्ते नेपाल। आज पनि सदा चाहिँ जेठ 22 गतेका देश तथा विदेशका खबरहरू लिएर म तपाईमाझ उपस्थित भइसकेको छु। विभेद विरुद्ध कानुन मात्रै पर्याप्त छैन, सोच र संस्कार बदलिनुपर्छ। प्रधानमन्त्री बालेन शाहको भनाई। प्रधानमन्त्रीको राजीनामा माग्दै नेपाल कम्युनिस्ट पार्टी माइतीघर मण्डलमा आन्दोलनरत। सम्पत्ति शुद्धिकरण आयोगले रासोपाका मन्त्रीमण्डललाई नछुने। रासोपाका सभापति रवि लामिछानेको गर्जन। दिल्लीमा समृद्धिको ढोका खोल्न आएको हुँ, हल्लाको पछाडि नलाग्न आग्रह। रासोपा सभापति रवि लामिछानेले दिए भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो। भारतीय विदेश मन्त्री जयशंकरको निम्तोमा परराष्ट्र मन्त्री सुशील खनाल आज भारततर्फ जाँदै। एमएलएले गर्यो नयाँ 10 वटा संशोधन, हरेक सदस्यले थप 3 वटा सदस्य थप्नुपर्ने, सँगै नेताका छोराछोरी आफ्नै पार्टीमा रहनुपर्ने। राजेन्द्र लिङदेनले पार्टी तुहाएको आरोपमा माफ गर्नुहोला, राजेन्द्र लिङदेनलाई रापरपा पार्टी तुहाएको आरोप लागेको छ। प्रगतिशील पार्टीमा विवाद, सन्तोष परियारसँग बाबुराम पक्ष बिच्कियो। रासोपाकी सांसद रीमा विश्वकर्माले भने जुनसुकै दलले पनि राजनीति सिक्न रुकुम पूर्वमा जानुपर्छ। भक्तपुरमा मजदुर बोकेको गाडी दुर्घटना हुँदा 2 जनाको मृत्यु, 9 जना घाइते। 38 लाख घुस सहित लिएको आरोपमा प्रदेश सांसदलाई 4 वर्षको कैद सजाय। अन्तर्राष्ट्रिय खबर, कुवेतद्वारा 13 वटा ब्यालिस्टिक मिसाइल क्षेप्यास्त्र ड्रोन खसालिएको दावी। र खेल खबर, कुशल भुटेलले बनाएको अर्धशतकले मलेसियामाथि नेपालको शानदार जित। र स्वास्थ्य सम्बन्धी, खाली खुट्टा हिँड्नु स्वास्थ्यका लागि फाइदाजनक रहेको वैज्ञानिकहरूको दावी। र यिनै खबरलाई अंग्रेजीमा, ल एलायन्स आर नट एनफ टु एन्ड डिस्क्रिमिनेसन्स mindsets and social values must also change, said Prime Minister Balen Shah. The Communist Party of Nepal staged a protest at Maitigar Mandala demanding the Prime Minister resignations. The SS Launching Commission is accused of not taking actions against the RSP-led cabinet. RSP Chairman Ravi Lamitschane, speaking in New Delhi, urged the people not to believe rumor, claim he had gone there open to do prosperity. RSP Chairman Ravi Lamitschane invited Indian Prime Minister Narendra Modi to visit Nepal. On the invitations of the Indian External Affairs Minister S. Jaishankar, Foreign Minister Shishir Khanal is leaving of India today. The Communist Party of Nepal Unified Matrix Leninists introduced 10 new amendments, including the requirements for its members of recruit 3 additional members and encouraging leaders' children to remaining with the party. Rajendra Lingden has been accused of weakening the RPP party. A dispute has emerged within the Progressive Party with differences arising between Santosh Pariyar and the faction aligned with Baburam Bhatwar. RSP lawmakers Rima Vishwakarma said that politicians from any party should visit Rukum East to learn politics. A vehicle carrying workers met with an accident in Bhaktapur, killing 2 people and injuring 9 others. Provincial lawmakers has been sentenced to 4 years in prison for allegedly accepting bribe of NRP 3.8 million. International news. Kuwait has claimed to have intercepted and shoot down 13 ballistic missiles and drones. A half century by Kushal Bhutel guided Nepal to impressive victory over Malaysia. Health tips. Scientists claims that walking barefoot can provide health benefits. र आजको खबरलाई यही बिट मार्दै भोलि पनि पुनः उपस्थित हुने बाचा गर्दै जुन तपाईहरुले
फेसबुक र युट्युब टिकटकबाट दिनुभएको माया ममता छ र मैले पनि दिन प्रतिदिन छन् एक्साइटेड हुँदै तपाईहरुमा सत्य तथ्य खबर ल्याउने जमर्को गर्दै तपाईहरुमाझ उपस्थित भइसके तपाईहरुमाझ म आज तपाईहरु समक्ष बिदा हुन चाहन्छु। नमस्कार, नमस्ते नेपाल। ल तपाईहरुले मैले मेरा दुईटै आइडियाहरूलाई प्रमोट गरिदिनु भएको छ, साथ सपोर्ट गरिदिनु भएको छ। यसै गरी माया ममता दिनु हुनेछ र म सधैँ ऊर्जावान भएर समाचार सम्प्रेषण गर्नेछु भन्दै म बिदा हुन्छु। नमस्कार, नमस्ते नेपाल।